हेलो साथीहरू, नमस्ते। वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म टमाटर र म्याङ्गोको अचार बनाउन जाँदैछु। यहाँ मैले टमाटर र आँपलाई चाहिँ काटेर राखिसकेँ। अब यहाँ मैले कराई हिट गरेर त्यसमा तोरीको तेल राखेँ, अनि मेथी, तोरीको दाना, अनि सुकेको खोर्सानी फुराएँ। अनि यसमा लसुन र अदुवाको चाहिँ टुक्रा टुक्रा पारेर राखेको त्यसलाई पनि फुराएँ। यो लसुन अदुवा अलिकति ब्राउन भइसकेपछि अनि मैले यसमा टमाटर राखिदिएँ। अब यसमा नुन राखिदिएँ। बेसार राखिदिएँ। त्यसपछि जिरा पाउडर राखिदिएँ। रेड चिल्ली पाउडर पनि राखिदिएँ। थोरै मरिचको धुलो पनि राखिदिएँ। अब यसलाई छोप्दै चलाउँदै पकाउँदै गर्ने, अनि जबसम्म टमाटर गर्दैन तबसम्म पकाइराख्ने। अब यसमा अघि काटेर राखेको त्यो आँपको टुक्रा पनि राखिदिएँ। अनि यसमा चिनी राखिदिएँ मैले। अब यसलाई चलाउँदै छोप्दै गरेर पकाउने, जबसम्म त्यसबाट चाहिँ त्यो टमाटरबाट तेल निक्लिँदैन तबसम्म पकाइराख्ने। अब यो चाहिँ पाकिसक्यो, यसबाट तेल निक्लिसक्यो। अब यो खानको लागि चाहिँ तयार भयो। भुजा अथवा रोटीसँग खानलाई यो एकदम मिठो हुन्छ। हस्त, धन्यवाद।